हामी आज हैन दीपावलीको अवसरमा चाहिँ 2025 को अवसरमा चाहिँ घुम्न गएको अवस्था। टक्क हिँड्ने क्रममा चाहिँ हैन यहाँको घरहरू हरेक कुराहरू बाटोहरू मलाई मन परेर चाहिँ हैन अनि पुरै भिडियो बनाएको छु। सबैजनाले हेरे साथ दिनु होला। यहाँ चाहिँ कस्तो राम्रो रहेछ क्या हरेक कुराहरू, घरहरू पनि एकदम मिलेको। अनि त्यसपछि यहाँको मान्छेहरू पनि के हरेक कुरा हाम्रो नेपालमा चाहिँ हैन एकअर्काले गर्न लागेको कामहरू राम्रो भए पनि नराम्रो भन्छन् भने यहाँ चाहिँ हैन सबैजना मिलेर हरेक कुराहरू गरौँ, अघि बढौँ र यहाँको विकास चाहिँ एकदम राम्रो क्या। तर हाम्रोमा त खासै त्यस्तो हुन्न नि त, मतलब हुन्न नि त। अनि हाम्रो छुट्टी थियो, अनि छुट्टीको क्रममा चाहिँ अनि हामी टक्क घुम्न आएको। दीपावलीमा 3 दिन छुट्टी थियो, अनि 3 दिनको अवसरमा चाहिँ साथीहरू भेटियो अनि दिदीहरू भेटियो। अनि त्यसपछि हामी चाहिँ फर्केर आउने क्रममा चाहिँ बस कुर्नको लागि बस पार्कमा बसिरहेको थियौँ। अनि बस्नलाई बोर लागेर चाहिँ हामी सर घुमौँ आज भनेर हिँड्दै हामी साथीहरू मिल्दै घुम्दै अनि त्यसपछि पार्कतिर आएको के। ठक्क खासै बस्ने ठाउँ त नरहेछ नि, हिँड्यौँ अनि त्यसपछि सकियो। अनि फेरि आएर हामी चाहिँ अब घर जानको लागि, रुम जानको लागि, होस्टेल पुग्नको लागि यहाँ 7 घन्टा लगभग 8 घन्टा लाग्छ। हामी चाहिँ वेटिङमा छौँ कि। अनि बस नै नपाएको के हैन, सबै बुकिङ गरिसकेको रहेछ। अनि बस नपाएको कारणले चाहिँ अनि हामी यसै बसिरहेको। अनि बस्दाखेरि साइडमा अलिअलि भिडियो बनाएर चाहिँ हालेको के। अनि बस नै नपाउने हामी बिहान 7 बजेदेखि कुरेर बसेको। अनि अहिले 1 बजे भर्खर अझै बाँकी छ। 4 बजे मात्र पाउँछ अरे, त्यही नै आधी बाटोको। त्यसपछि फेरि अर्को अब कति बजे पुग्छ त्यहाँ, राति 8-9 बजे पुग्छ होला। त्यहाँबाट फेरि ट्याक्सी बुक गरेर रुम जानुपर्छ। अन्त भोलि नै छुट्टी छ छन त। अनि तर पनि आज चाहिँ रुम पुग्यो भने चाहिँ भोलि फ्रेस हुन अनि आराम मिल्छ नि त। त्यही भनेर प्लान गरेको, लास्टमा प्लान सफल भएन। हामी चाहिँ टक्क बाटो हिँडिरहेको छौँ। अनि बस्दा के बस पार्कमा पनि कति बस्नु हो, मान्छेहरूले नि देखिसक्यो, हाँस्नु थालिसक्यो सबजना बसेको देखेर दिक्क वाक्क लाग्दो। तर पनि ठिकै छ, जिन्दगी चलिरहेछ। यताउता गइयो हेरियो। अझ अघि त कस्तो राम्रो ठाउँ थियो क्या। अनि भिडियो बनाउने बिर्सिछु, पछि बल्ल भिडियो बनाउनु पर्ने रहेछ भने याद मात्रै आयो। अनि जे भयो नि हल्का हिँडेको अवस्था